नमस्कार, म यति बेला भूमे गाउँपालिका को वडा नम्बर 1 लुगुम, यो रुकुम पूर्वमा आएको छु। यो लुगुम विभिन्न समयमा विभिन्न नामले यहाँका गतिविधिले पनि परिचित छ। चट्ट मिलेको गाउँ बस्ती, त्यसमाथि यो रुखहरूले पनि यहाँ एक किसिमको आफ्नै पहिचान बनाएको छ। यो मध्य पहाडीको छेउमै चाहिँ छ। सँगसँगै यहाँ विभिन्न सिरियलहरू हैन, विभिन्न चलचित्रहरू पनि छायाङ्कन चाहिँ भइसकेका छन्। अझ पछिल्लो समय विशेष गरी यही आसपासको यो दृश्यलाई चाहिँ कैद गरेर यहाँको कथावस्तुलाई चाहिँ समेटेर प्रकाश सपुतले चाहिँ एउटा यो झाँक्री सम्बन्धी नै एउटा गीत चाहिँ निकाल्नु भएको थियो र सोही अवसरमा भर्खरै आज यहाँ यो लुगुममा चाहिँ यो झाँक्रीको मूर्ति चाहिँ स्थापना गरिएको छ। हेर्न सक्नुहुन्छ, ठ्याक्कै मूर्ति चाहिँ छ। यो एकदमै नौलो विभिन्न ठाउँहरूमा विभिन्न जिल्लाहरूमा मूर्तिहरू आफ्नै किसिमका हुन्छन्, तर यो झाँक्रीको मूर्ति सम्भवतः यो सायद कमै मात्रामा होला। अहिलेसम्म मैले चाहिँ थाहा पाएको छैन। यहाँ चाहिँ यो स्थापना गरिएको छ। यो हाम्रो जिल्लावासीको लागि नितान्त नयाँ लाग्न खासै त्यस्तो नलाग्न सक्छ, तर अरू जिल्लाहरूको चाहिँ लागि र समग्र रूपमा अरूहरूको लागि यो एउटा अनौठो किसिमको चाहिँ भएको छ। यो विशेष गरी नेपाल आर्मीले चाहिँ यो गरेर हस्तान्तरण गरिएको भन्ने चाहिँ छ। यसमा वडा सरकार, समग्र भूमे गाउँपालिका लगायत यो गाउँको चाहिँ यो पहल होला। सम्भवतः यसले पर्यटन प्रवर्धनमा चाहिँ एउटा नयाँ आयाम थप्ने चाहिँ विश्वास गरिएको छ। हस्, धन्यवाद।